झगडै गर्नुपर्ने भने हामी जति ठुलो झगडा कसैले गर्न सक्दैन हो देश। हामी लडाकुको सन्तान पनि हो। रगतै बगाउनु भने नि अहिले यही पनि झगडा हामी गर्न सक्छौँ। टाउको फुटाफुट हुन्छ, ज्यान मारामार हुन्छ। हिजो हामी पनि त्यसरी नै प्रस्तुत भइदिएको भए त्यो जानकी मन्दिर अगाडि रगत बग्थ्यो, कि त हामी मर्थ्यौँ कि त मार्थ्यौँ, दुईमा एक हुन्थ्यो। भोलि तपाईँहरू पनि बराह क्षेत्र आउँदा हामीले बाटो छेक्यौँ भने के हुन्छ, होइन? भोलि पाथी बराह आउनुहुन्छ होला, हामीले बाटो छेक्यौँ भने के हुन्छ, होइन? पिण्डेश्वर अहिले के अरे तपाईँको बोलबमको मौसम छ, यतिखेर हामीले बाटो छेक्यौँ भने के हुन्छ? हाम्रो पनि त पकड क्षेत्र होला। झगडा गर्नु ठुलो कुरो होइन, होइन? एउटा मान्छेले जीव छाड्यो भने ऊ आफू पनि मर्छ, अरूलाई पनि मार्छ, ठुलो कुरो होइन त्यो चिज। श्रम संस्कृतिले त्यो चाहेको छैन। हाम्रो गीतले नै भनिरहेको छ, रगत होइन पसिनाले भिजाउनु पर्छ यो देश, होइन? रगतै बगाउनु भने नि अहिले यही पनि झगडा हामी गर्न सक्छौँ। टाउको फुटाफुट हुन्छ, ज्यान मारामार हुन्छ, तर प्राप्त के हुन्छ? केही पनि प्राप्त हुँदैन। त्यसले गर्दाखेरि हामीले हिजो हामी पनि त्यसरी नै प्रस्तुत भइदिएको भए त्यो जानकी मन्दिर अगाडि रगत बग्थ्यो, कि त हामी मर्थ्यौँ कि त मार्थ्यौँ, दुईमा एक हुन्थ्यो। तर त्यो गरेर हामीलाई के प्राप्त हुन्छ? देशमा अशान्ति, धर्मको नाममा युद्ध, होइन? त्यो खालको हामीले चाहेका छैनौँ। र त्यहाँ जो जसले त्यसो गराएका हो ती व्यक्तिहरूलाई पनि मैले मेसेज दिइसकेको छु। हिजो जनकपुरबाटै पनि मेसेज दिएको हो, त्यसो नगर्नुहोस्, यो देश हामी सबैको हो, होइन? त्यसो भने भोलि तपाईँहरू पनि बराह क्षेत्र आउँदा हामीले बाटो छेक्यौँ भने के हुन्छ, होइन? भोलि पाथी बराह आउनुहुन्छ होला, हामीले बाटो छेक्यौँ भने के हुन्छ, होइन? पिण्डेश्वर अहिले के अरे तपाईँको बोलबमको मौसम छ, यतिखेर हामीले बाटो छेक्यौँ भने के हुन्छ?